हेलो गाइज, वेलकम टु शीर्षा राई युट्युब च्यानलमा हजुर सबैलाई स्वागत छ। अनि आयो हजुर सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु। अनि म चाहिँ आज बिहानीको सुरुवातदेखि भ्लग बनाउँदैछु। अनि म चाहिँ घाँस काट्न गएको छु। अनि फेरि आज हिजो मकैमा चाहिँ दबाई लायौँ, अब तलको बारीमा अनि परको बारीतिर लाउनु छ। अनि आजको भ्यू चाहिँ बास्टिमदेखि यस्तो देखिरहेको छ, पुरानो सिमल हो क्या, कति वर्षदेखिको सिमल हो। अनि हाम्रोमा चाहिँ हेर्नु न के छ भने आरू छ, आरू आया उहाँ छ, आरू कस्तो मजाले पाकेको रहेछ त्यहाँ चाहिँ आरू। अनि यस्तो छ क्या, मिठो 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 छ। उहाँ माथिको चाहिँ सक्दिनँ रहेछ म। अनि आरू मिठो छ। उहाँको पनि हो क्या, उहाँ पनि आरू नै हो, धेरै छ आरू। म चाहिँ यहीँ घर मुनि मुनि काट्छु घाँस चाहिँ, किनकि पछि भएर धेरै त्यहाँ चाहिँ काँडाहरू हुँदैन नि त, त्यही भएर त्यहाँ काट्छु। अनि वरिपरिको घाँसहरू काट्छु। आज म भरे त कसरी हाम्रोतिर चाहिँ दबाई गरिन्छ, कसरी लगाइन्छ भनेर म देखाउँछु। दबाईहरू लगाएको म घाँस चाहिँ उच्च काट्छु। अनि हाल चाहिँ आज पानीको दुःख हो क्या, पानी नै आउँदैन। काँक्राको बोट, फर्सीको बोट, लट्टे लट्टे मिठो हो, मलाई चाहिँ मिठो लाग्छ। अम्बकको बोट हिजो मम्मी हामीले सुँगुर खोज्दा त्यहाँ हो खोर्सानी हामीले नै रोपेको। भुइँ कटार परा चाहिँ फलेको छ क्या, परा यो इस्कुस हो। हाम्रो एभोकाडो तल चाहिँ कति बाक्लो चिचिला लागेको छ। यहाँ चाहिँ धेरै छैन रहेछ। खोयो एभोकाडो। अनि यहाँ चाहिँ हाम्रो आँप कस्तो छ, मिठो खालको यो आँप हो क्या। लिचीको बोट हर्ने छ आँप। अनि आँप त कति धेरै छ। यहाँ लिचीको बोट हो, त्यहाँको लिचीको बोट हो। जे भए पनि आज चाहिँ हजुरहरूलाई तर पनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो भिडियोमा। अलिक सब्सक्राइब चाहिँ म त्यति भ्लग बनाउँदिनँ, त्यही भएर चाहिँ मेरो सब्सक्राइब थोर हुन्छ। त्यही भएर अब चाहिँ कन्टिन्यू गर्छु भन्ने मलाई लाग्छ, तर पनि हुन्छ हुँदैन त्यो मलाई थाहा छैन। अनि वरिपरि चाहिँ आज यस्तो देखिन्छ न, आज चाहिँ अलिक हिजो चाहिँ पानी परेर त्यो खोर्सानी तल रोपेको छु, ड्याङ देखिँदैछ त हो त्यहाँ खोर्सानी। ल साथीहरू, अब म घाँस काट्न थाल्छु। यतै काट्छु अनि वरिपरिको काट्छु घाँस पनि। मेरो फोनको चार्ज चाहिँ खप्दैन नि त, फोन राख्ने ठाउँ चाहिँ छैन। त्यही भएर म चाहिँ अब घाँस काट्छु अनि मात्रै देखाउँछु घाँस काटिसकेपछि कति लाग्छु भनेर। बाई बाई।